भन्दैनन् तपाईलाई उहाँ भएका छोराले आउनु यता भन्दैनन् त्यही टाइम भए पो आउने भन्छन् त्यतिकै सासकै भरमा आउने जाने कुरा गर्नु भइसक्यो हजुर सासले पनि नभ्याएर फेरि ऊ यहाँ मोबाइल भोग्नु परेको छ ओ सासले पनि नपुगेर भोलि उताबाट छोराले बोलायो भने जानुहुन्छ जान्छ छोराले बोलायो भने त जानु पर्यो नि होइन छोराको बिहे त भएको छैन अहिले त भयो होला नि हेर्नुहोस् जसको चाहिँ केही छैन के छैन त्यसैले झन् सबै सम्पूर्ण चाहिने हेर्नुहोस् है जसको केही छैन के छैन त्यसैले झन् सबै सम्पूर्ण चाहिने वैगती बेकार एउटा यो त दिन्न मलाई पनि तपाईँलाई के खान मन छ एकदमै मनदेखि के खान मन छ के लाउन मन छ के खाने जे चाउचाउ खानुहुन्छ चाउचाउ खानुहुन्छ म लिएर आउँछु ल ल खानु हजुर ट्युन बनाएर खाने ए हजुरले यस्तो खानुहुन्छ कस्तो के बोक्नु भएको खै यो खानुहुन्छ नाइ हामी त खाँदैनौँ धेरैजना खाउँ पुग्दैन के यतिले के गर्नु त तपाईँ नै खानु तपाईँ नै खानु खानुभयो तपाईँलाई पुग्दैन हामी धेरैजना छौँ च्याउ ल्याउनु भएन च्याउ टुसा तर कति राम्रो खाएको हो नि यो खान्छन् त यो खान्छ नि तपाईँ नै खानु हामी धेरै छौँ हामी 40 जना 60 जना छौँ 60 जना आलुमा मिसायो भने त हुन्छ तपाईँ मात्रै खाने हो र तपाईँ नै खानु बाजे खानु हजुर खानु ल धेरै छौँ हामी थुप्रो छौँ धेरै छौँ नि त कहाँ पाउँछ माथि कि यता माथि पाउँछ कि लेकमा हो बजार उसमा लेकमा रातो च्याउ नि पाउँछ जङ्गलमा पाउँछ चिप्ले च्याउ पनि पाउँछ अरे चिप्ले च्याउ सबै पाउँछ नि जेठमा जेठ त लागेको छैन अझै पनि भइसकेको छ नि त जाडोमा होइन जेठ असार लागेपछि मात्रै पाउँछ जाडोमा असार लागेपछि बल्ल जस्तो टुसा आउन थालेन घोडे टुसा आउन थालेको छैन घोडेको हुन थाले बेजी त मैले नै सम्झाएको थिएँ हिजो अस्ति सम्झाएको चिसो अरे मोमोको यता पनि छैन माथि पुग्नु पर्छ त्यो रातो च्याउ झार्नु 1000 रुपैयाँ केजी तल पाउनु काफी सुकेको हो त्यो त 2500 सुकेको चाहिँ 2500 भने के ए सुकेको चाहिँ हो सुकेको ल्याउनु पोहोरको नै होइन हरियो ल्याएको थियो हरियो ल्याएको यसपालि गयो यसपालिकै ल्याएको थिएँ माथि गयो माथि त्यो हिउँ या तल पाउन्न यतै घरभित्रै तल पाउनु